नमस्ते। विशेषतया लोकसेवा पढिरहनुभएका र लोकसेवा तयार गरिरहनुभएका साथीहरूको लागि एउटा महत्त्वपूर्ण टिप्स लिएर म आएको छु। सर्वप्रथम त यहाँहरूले एकदमै समय दिएर पढ्नुपर्ने हुन्छ। लोकसेवा तयारी गर्दाखेरि कसैले मैले 3 महिना लोकसेवा पढ्छु, नाम निकाल्छु भनेर तयारी गर्न बस्नुहुन्छ, जब छोड्नुहुन्छ, तर 3 महिना सफिसियन्ट नहुन सक्छ, 4 महिना सफिसियन्ट नहुन सक्छ। किन भन्दाखेरि लोकसेवाको सिलेबस एकदमै ठुलो रहेको छ। त्यसैले यहाँहरूले समय दिएर पढ्नुहोला र आफ्नो पास्ट क्वेसनहरू पनि सल्भ गर्नुहोला। यहाँले चाहिँ लोकसेवा पढिरहँदाखेरि यदि पास्ट क्वेसनहरू, सम्भावित क्वेसनहरू बनाएर छलफल गरेर पढ्नु भएन भनेपछि चाहिँ त्यसले पनि यहाँलाई सफलता ल्याउँदैन, किनभने टाइम म्यानेजमेन्टको कुरा हुन्छ, प्रश्न उत्तरहरू कसरी राइटिङ गर्ने त्यो कुराहरू रहेको हुन्छ। लोकसेवा दिँदै हुनुहुन्छ भने प्रश्नको खण्डहरूमा चाहिँ ध्यान दिनु होला। यहाँले सिलेबसमा पनि हेर्न सक्नुहुन्छ, खण्ड ABCD हुन्छ र हामीले लोकसेवा दिने बेला पनि खण्ड ABCD भनेर लेख्नुपर्ने हुन्छ। अङ्कभार अनुसारको उत्तर दिने गर्नुपर्दछ। यदि अङ्कभार धेरै छ भने अलिकति बढी लेख्ने, अङ्कभार कम छ भने अङ्कभार अनुसारको उत्तर चाहिँ हामीले टु द पोइन्टमा गएर चाहिँ लेख्नुपर्ने हुन्छ। सरल र मिठासपूर्ण शैलीको चाहिँ प्रस्तुत गर्ने, शब्द चयनमा पनि ध्यान दिने, किनभने कसैको डबल मिनिङ लाग्न सक्छन्, कुन शब्द चाहिँ कहाँनिर उपयुक्त हुन्छ त्यो कुराहरू हेरेर चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। सधैँ सकारात्मक हुने, केही पनि भएन, केही पनि हुँदैन भन्दा पनि हुन्छ नि, जस्तै 16 योजनाले भनेको छ, समृद्ध नेपाल, सुखी नेपालीका कुराहरू, यस्तो खालको पोजिटिभ एन्सरहरू हामीले दिएर लेख्यौँ भने यसले अङ्कभार ल्याउनमा चाहिँ सहयोग गर्छ। भाषागत शुद्धतालाई चाहिँ ख्याल गर्नुपर्छ। नेपालीमा लेख्दै हुनुहुन्छ भने जस्तै सब र सब हो, तर मोटो स लेख्नुभयो भने सबको अर्थ के हुन्छ, पातलो स लेख्नुभयो भने सबको अर्थ के हुन्छ, यहाँले एउटा उदाहरणबाट पनि बुझ्नुपर्छ। ह्रस्व दीर्घ समेत मिलाएर लेख्ने, अक्षर सकेसम्म राम्रो र सुन्दर गर्न सक्नुहुन्छ भने राम्रो र सुन्दर लेख्ने, नभए भने स्पष्टसँग बुझ्न सकिने गरी चाहिँ लेख्नुपर्ने हुन्छ। मौलिकता, नयाँपन र सृजनशीलताको अपेक्षा गरिएको हुन्छ लोकसेवाको जहिले पनि एन्सरमा। यहाँले आफ्नो नै मौलिकता राखेर सृजनशील भएर लेख्नुभयो भने यसले चाहिँ अङ्कभारलाई चाहिँ बढाउन चाहिँ सहयोग गर्न सक्छ। सबै प्रश्नलाई चाहिँ हल गरिसक्नुपर्छ। हामीले के गर्छौँ त भने 8वटा क्वेसन चाहिँ एकदमै राम्रो गऱ्यौँ अनि 2टा क्वेसन चाहिँ टाइम पुगेन भनेर लेखेनौँ भने पनि त्यसबाट चाहिँ नम्बर नआउने चान्स बढी भयो। बरु यहाँले चाहिँ त्यसलाई चाहिँ एउटा पिक्टोरियल डायग्राम अथवा कुनै सर्ट फर्ममा पनि लेखिदिनु भयो भने केही भए पनि नम्बर आउने हुन्छ। तर जहाँसम्म मैले बुझेको छु एक्सपिरियन्स अनुसार चाहिँ लोकसेवामा चाहिँ सबै क्वेसन चाहिँ यहाँले एकदमै इक्वल टाइम दिएर यदि इक्वली नै पर्फर्म गर्न सक्नुभयो भने मात्र यहाँ कम्पिटिसनमा अगाडि आउन चान्सेस हुन्छ। सबै प्रश्नलाई चाहिँ यहाँले हल गरिसक्नुपर्ने हुन्छ। समय कम भएको खण्डमा चाहिँ सर्टकट मेथड, पिक्टोरियल मेथड, छोटा छोटा शब्द राखेर पनि प्रश्न हल गर्ने चाहिँ प्रयास गर्नुहोला। किन भन्दाखेरि सबै प्रश्नहरू लेखिराख्दाखेरि यहाँको टाइम नहुन सक्छ। त्यसलाई चाहिँ पाई डायग्रामहरू अनि टेबलहरू, चार्टहरू बनाएर यहाँले प्रस्तुत गर्नुभयो भने त्यसले चाहिँ बुझाउन पनि सजिलो, बुझ्न पनि सजिलो र टाइम पनि कम लाग्ने, साथै यहाँलाई पनि याद गर्नको लागि एकदमै सजिलो हुनसक्छ। सङ्ख्यात्मक रूपमा धेरै भन्दा पनि हरेक वाक्यले तथ्य तथा उदाहरणबाट स्पष्ट पार्यो भने चाहिँ बुँदा थोरै हुँदा पनि बढी नम्बर प्राप्त हुन्छ। यहाँले चाहिँ भन्न खोजेको जस्तै सङ्ख्यात्मक रूपमा यस्तो उस्तो भनेर लेख्नुभन्दा पनि जस्तै नेपालको चाहिँ एउटा उदाहरण दिन सक्नुहुन्छ। कम्युनिटी लेभलको प्रोग्राममा चाहिँ FCHB ले गरेको कामहरू के कस्तो हुन्छ, यहाँ प्रस्तुत हुनुभएको बेलामा कसरी उहाँले चाहिँ मिटिङ अर्गनाइज गर्नुभएको थियो, मिटिङमा को पार्टिसिपेन्ट हुनुभएको थियो, पार्टिसिपेन्टले कसरी लिनुभएको थियो, रिपोर्टिङ गर्दा यहाँले कसरी सपोर्ट गर्नुभएको थियो, यस्तो खालको कुराहरूलाई यहाँले चाहिँ उत्तरमा राख्नुभयो भने आफ्नो एक्सपिरियन्सको आधारमा फ्याक्टहरूलाई, इक्जाम्पलहरूलाई राख्नुभयो भने चाहिँ त्यसले चाहिँ बढी सान्दर्भिक पनि हुने र बढी नम्बर पनि प्राप्त गर्न सकिन्छ। यो चाहिँ आजको लागि यहाँहरूको लागि लोकसेवाको टिप्स रहेको थियो। मेरो च्यानललाई चाहिँ सब्सक्राइब, लाइक र फलो गर्दै गर्नुहोला। थ्याङ्क यू।